बुवा नमस्कार। नमस्कार। अनि बुवा कति वर्ष पुग्नु भयो तपाईँ? म अहिले 77 वर्ष पुगेँ। 77 वर्ष पुग्नु भयो? हजुर। अनि हजुरको नाम के हो भनिदिनु न। मेरो नाम धन पिठाकोटे मगर हो। पिठाकोटे मगर हो। अनि अब म यहाँ प्राय धेरै जसो यो बाटो हिँड्दाखेरि हजुरको म यहाँ हेर्दै हिँड्छु। यो पहिला त यसरी यहाँ बाटोको बिचमा यो बाटोको छेउमा बोरा ओछ्याएर यसो अलिअलि सामान राखेर व्यापार गर्दै हुनुहुन्थ्यो। अनि अहिले फेरि यो पछिल्लो समय यो घुम्ती बनाएर प्राय कति बजी खोल्नुहुन्छ यो घुम्ती? यो घुम्ती भनेको अब त्यही बजे भने टुङ्गो हुँदैन। कोही बेला अलि अबेला ढिलो हुन्छ, कोही बेला अलिक छिटो हुन्छ। अनि यहाँ कति दिनभरिमा कतिको व्यापार गर्नुहुन्छ बुवा? त्यो यति नै भन्ने कुरो हुँदैन। अब आफ्नो सामान अनुसार अनि मान्छे त्यस्तै खालको चप अनुसार हुन्छ। कोही बेला अलिक बढी छ, कोही बेला घटी छ, निश्चित हुँदैन। भनेको लगभग 2-4 सयको चाहिँ एभरेजमा हुन्छ हुन्छ नि है। अनि बुवा हजुरको घर चाहिँ कहाँनिर हो? यहाँ नेपालटार, इलाम नगरपालिका 10 नेपालटार। अनि घरमा चाहिँ को हुनुहुन्छ बुवा? घरमा अहिले एकपल्ट कोही छैन भन्दा पनि भयो। म भतिजी बुहारीसँग बसेको छु। भनेको हजुरले बिहा गर्नु भएन उमेरमा? गर्नुभयो। 3 बहिनी छोरी छ। उनीहरूको घरमा बिहे भएर गइसक्यो। ए तपाईँ अहिले अनि आमा हुनुहुन्छ कि हुनुहुन्न? छैन। ए आमा खस्नु भएको? कति वर्ष भयो आमा खस्नु भएको? खसेको लगभग 47 साल भयो खसेको। 47। अनि 47 सालमा भनेपछि लगभग 47 10 57 10 67 20 भयो। 77 30 र 5 ले 35 वर्ष भयो। भनेपछि लगभग तपाईँ त्यति बेला त्यही लगभग 45-50 को हाराहारी उमेरमा हुनुहुन्थ्यो। अनि आमा खसे पछाडि तपाईँलाई अर्को बिहे गर्न मन लागेन? कति बेला अर्को बिहे गर्नुपर्छ भन्ने खालको भयो। तर हजुर कस्तो खराब पर्छ। अब बालबच्चा कम्ती साह्रो हुन्छ कि जस्तो लाग्यो। बेस त बालबच्चा स्याहार लाने। हजुर। अनि अर्को बिहे गरिएन। अनि बुवा तपाईँको स्वास्थ्य स्थिति के छ? तपाईँलाई कुनै रोगहरू छ कि छैन? मेरो रोग त छ नि। अब 77 वर्ष पुगेँ भन्नुहुन्छ। अनि यसरी दिनभरि यो बाटोको छेउमा चाहिँ घुम्ती रुँगेर यसो सानो व्यवसाय गरेर 2-4 पैसा कमाएर लगेर चाहिँ तपाईँको भतिजा बुहारीहरूलाई, भतिजो छोरोहरूलाई दिनुहुन्छ कि अथवा तपाईँ आफै पर्सनल खर्च गर्नुहुन्छ? व्यक्तिगत ए प्राइभेट खर्च हो है? तपाईँ आफैले यो सायद भत्ताबाट सुरु गर्नुभएको? भत्ताको पैसाबाट है? यहाँ कति तपाईँले जुन तपाईँको बोरा ओछ्याएर यहाँ गर्नुहुन्थ्यो नि यहाँ छेउमा, यो बोरा ओछ्याएर गरेदेखि नि यहाँ तपाईँले कति वर्ष भयो यसरी चाहिँ सानो व्यापार सुरु गर्नुभएको? मैले यो व्यापार गरेँ त धेरै वर्षै भयो। तर पहिला चाहिँ अब लाग्छ अब खेती किसानको मान्छे होइन। अनि अलिक फुर्सद भएको बेला गऱ्यो, काम परेको नगऱ्यो गर्दा अनि लगातार गर्नुभयो। 4 वर्ष जति भयो। 4 वर्ष भयो है? तपाईँ जोत खन गर्न पनि सक्नुहुन्छ अझै? हल्का हल्का आइलाग्यो त कोदालको खन्दैछु। खन्दै हुनुहुन्छ है अझै पनि? अनि बुवा उमेरमा जस्तै रतौली खेल्दै गर्ने तपाईँहरूको पालामा त गीत गाउने यस्ता उस्ता थियो नि, त्यो आउँछ गीतहरू? तपाईँको पालाको त्यति बेलाको गीतहरू आउँछ तपाईँलाई? आउँछ तर अब बिर्सिन्छ आउँछ। लु एउटा गाउने सुनाइदिनु त। लु एउटा आउने एउटा गाएर सुनाइदिनु त। होइन आउँछ त अब स्वर त हुँदैन। नै मैले भन्न खोजेको हजुरको अब अहिलेको स्वास्थ्य स्थिति, अहिले तपाईँको जस्तो छ स्वर त हाम्रो पालामा चाहिँ यस्तो गीत बज्थ्यो है भन्ने हिसाबले तपाईँहरूको पालामा जस्तै त्यति बेला उखान टुक्का पनि त्यस्तै चल्थ्यो होला, रत्यौली खेल्नुहुन्थ्यो होला। अब त्यति बेला त हरेक हुन्थ्यो नि त, दोहोरी खेल्ने चलन थियो के थियो त्यति बेला। यस्ता खालका गीतहरू चाहिँ हामीले पालामा सुनेको है भनेर यसो सम्झनाको लागि चाहिँ एउटा गाइदिनु न थोरै। अब खोइ के गायो अनि होइन अब त्यो त्यस्तो तपाईँहरूको पालाको त्यो अल्झेछ क्यारे पछौरी तिम्रो
चियाको बुटामा भन्ने थियो होला त्यो अलिक पछि हो। अनि त्यसो भए त्योभन्दा अगाडिको अर्को गीत भनेको तपाईँहरूको पालामा कोही बोलीमा रिस हुन्छ कोही बोलीमा के भन्ने यस्तै छ नि एउटा गीत तपाईँको पालाको एउटा सुनाइदिनु न यहाँ दर्शक श्रोताहरूले तपाईँको गीत हेरिराख्नु भएको छ तपाईँलाई धेरैजनाले हेर्नुहुन्छ सामाजिक सञ्जालमा माया गर्नुहुन्छ तपाईँले यसरी भेट्न आउनुहुन्छ यो ठाउँमा हामीले भिडियो पोस्ट गरिसके पछाडि लु एउटा सुनाइदिनु त होइन हजुरको स्वर जस्तो छ त्यस्तै सुनाइदिनु न दोहोरीको लु एउटा गाइदिनु त दोहोरी हुन्छ उँधोलाई बग्ने अँधेरी खोला उँभो कहाँ होला त्यसको शिर ठुलो मनको यस्तै थियो है अनि बुवा तपाईँ जाँड अक्सी खानु चाहिँ हुँदैन अब त्यसको जोडी चिप्लेको थियो अब होइन त्यसको जोडी प्लेटमा आधी आउँछ आधी आउँछ मलाई आएन बिर्सिनु भयो बिर्सेँ आधी आउँछ जस उमेरमा मेलापात गर्दाखेरि रत्तेउली पनि खेल्नुभयो होला नि त खेल्यो होइन रोपारहरूसँग पुरै गीत गाउनु भयो होला खेल्यो होइन तपाईँको यो उमेरसम्मलाई सम्झेर पछाडि फर्केर हेर्दाखेरि सम्झिँदाखेरि तपाईँको जिन्दगीको सम्झना लायक त्यस्तो कुनै घटनाहरू घटेको छ तपाईँको जिन्दगीमा रमाइलो खालका कुनै त्यस्ता घटनाहरू घटनाहरू भन्नाले अब त्यो त अब कोही बेला अब धोका खाइ पाइयो होला कोही बेला के होला उमेरमा यसो लफसप पनि पर्यो त्यो खासै परेन परेन अब होला अब पहिलाको अब नै त्यस्तै अब गीत हिँड्यो अब कोदाल खन्दा हिँड्यो यताउता गऱ्यो पिङ खेल्यो पिङमा हिँड्यो गुटपुजा हिँड्यो रतल हिँड्यो होइन त्यस्तै अब बेमाराधरी नाच्यो होला तर त्यस्तो अप्ठ्यारो परिएन त्यो चाहिँ झै झगडा पनि गरिएन एकदम जहाँ गर्ने रमाइलो गरेर दिन बिताइयो हजुरले भन्नुभएको त्यो गर्दै भन्दा कुनै अप्ठ्यारो परेको भनेको र त्यो परिएन होइन अप्ठ्यारो भन्न खोजेको होइन मैले भनेको चाहिँ रमाइलो गर्ने क्रममा त हो त्यही त रमाइलो गर्ने क्रममा चाहिँ सम्झना लायक सबैभन्दा धेरै रमाइलो गरेको हुन्छ नि हो यस्ता खालका कुनै छ रमाइलो गरेका घटनाहरू त्यो छैन त्यो होइन रमाइलो घटनाहरू छैन दुःखैमा बित्यो दुःखैमा बित्यो त्यही त मनोरञ्जन गऱ्यो के गर्यो त्यति अब माइबेनी मेलामा जानुहुन्थ्यो होला माइबेनी मेला गयो कति दिन बस्नुहुन्थ्यो रातै बस्नेर जानुहुन्थ्यो रातै बस्ने गरी कोही कति रातै बसी गरी गयो कोही बेला दिनमा मात्रै गयो त्यस पछाडि व्यापार व्यवसाय लाग्यो अनि यो उमेरमा आइयो अब नि बुवा अब सर्टकटमा अब धेरै लामो कुराकानी पनि नगरौँ तपाईँको यहाँ दोकानमा कति हजारको सामान छ धेर छैन भन्नुलाई घरमा छ होइन यहाँ घुम्नु नभएको भएको त खासै धेर छैन एक हजारको होला सामान होला सबै दिनुहुन्छ मलाई होइन त्यो होइन मेरो अब
यो बसिहाल्नु अब हजुरलाई लिएर के गर्नु सबै किनिदिन्छ नि त म हुँदैन होइन त्यो तपाईँलाई के गर्छ त्यो न त बाँध पुग्नु न छाप पुग्नु न भाग पुग्नु यो मेरो यसो बाटोमा बसेर होइन इष्टमित्र मुख हेर्ने यसो एक दुई पैसाको बाटो देख्ने तपाईँलाई नाफा सहित दिन्छु नि त म होइन हो हुन्छ तपाईँ किन आवश्यक किन लानु त होइन आवश्यक किन लान्छ अब चाहेको कुराहरू ठाउँमा हो यो त अब खासै ठुलो कुरो पनि सामान यसो तपाईँलाई दिन बिताउने मेलो छ यो अब म सबै किनिदिन्छु भनेको मान्नु भएन अब तपाईँलाई धेर हुन्छ यो भन्नुहुन्छ धेरै हुन्छ अनि तपाईँलाई जाडो भएको छैन जाडो हल्का हुन्छ मलाई तातो भन्दा जाडै ठिक लाग्छ होइन र पनि अब बुढाबुढी शरीर यसो तातो लुगा लाएर अलिकति लामो लुगा लाएर बस्नुपर्छ नि त बुवा मान्छे धेरैजना त्यसो हुन्छ मलाई त त्यो जाडो भन्दा तातो भन्दा जाडै ठिक लाग्छ होइन मैले भन्न खोजेको हजुरले यसो एक सरो पातलै भए पनि लामो लुगा लाउनु भयो भने डाइरेक्ट चिसो घुस्दैन नि त यस्तो हेर्नु यो खुट्टाको यो जोड्नी यो हातको जोड्नीमा चिसो घुस्छ त्यो भेष र हाफिन मात्रै लाउनु भएको छ भन्नु खोज्नु भएको त्यो मलाई त्यो अलिक मलाई अल्झियो लाग्छ कि हजुर अल्झियो लाग्छ बेलुका फेरि बेलुका जाडो हुन्छ अनि हातखुट्टा धुनलाई गाह्रो त्यो लुगा खोल्न गाह्रो हुन्छ अनि त्यो नखोलेपछि हातखुट्टा धोइँदैन हो त्यो बरु ठुठुडै लाग्यो भने त बेलुका गएर हातखुट्टा धुँदा पनि सजिलो हुन्छ होइन ल ठिक छ बुवा हस् हजुरलाई अब दोकानको सबै किन्छु म भन्दा पनि दिनु भएन अब राम्रोसँग व्यापार व्यवसाय गर्नु होला यहाँलाई अब शुभकामना छ आफ्नो स्वास्थ्यको ख्याल गर्नु होला धन्यवाद धन्यवाद अझै तपाईँको 8-10 वर्ष यही बाटोमा हामी यात्रा गरेर हिँडिरहँदाखेरि हजुरलाई यहाँ देख्न पाइयोस् हजुरसँग यसो केही तिता मिठा गफ गर्न पाइयोस् आशीर्वाद धन्यवाद अब यसो हेर्दाखेरि दाँत पनि लगभग सबै छ नि जस्तो देखिन्छ छ राम्रोसँग पक्कै पनि खाएको कुरा राम्रोसँग पच्छ होला राम्रोसँग दुःख गर्नु भएको छ आफ्नो इलाम गर्नु भएको छ त्यसको लागि हजुरलाई धेरै धेरै धन्यवाद केही समय हाम्रो लागि दिनुभयो आउँदा ओर्दा यसो फेरि बाटोमा हिँड्दा ओर्दा गफ गरौँला हजुर आशीर्वाद अनि हजुरको घर चाहिँ कहाँ पर्यो मेरो घर चाहिँ तपाईँको भन्नुपर्दा सूर्योदय नगरपालिका 14 साबिकको भनेको पहिलाको लक्ष्मीपुर गाविस वार्ड नम्बर 2 लक्ष्मीपुर गाविस वार्ड नम्बर 2 ठुलो बर्दु भन्ने ठाउँमा मेरो घर चाहिँ र बसाइ चाहिँ मेरो इलाम सदरमुकामै हो अहिले चाहिँ म केही काम विशेषले यहाँ माइखोला राजद्वाली आएको थिएँ अब घर फर्किँदै गरेको म फेरि भोलि यही बाटो इलाम आउँछु अब बिहान म आएको बेला हजुरको पसल खुल्या हुँदैन म प्राय शुक्रबार फर्किन्छु अथवा अरू बारै पनि यो बाटोमा यात्रा गर्दाखेरि हजुरकामा निस्किउँला गफ गरौँला भएका चिज किनेर खाउँला ल धन्यवाद ल हस् हजुर हस् ल